Hi everyone. So welcome to my vlog. So आज चाहिँ म संस्कार गुरुकुलमा बुधबार वेडनेसडे खेलाइने लोकल गेम्सको बारेमा भिडियो लिएर आएको छु। अनि यो चाहिँ आज हाम्रो फर्स्ट एक्टिभिटिज हो एसेम्ब्ली पछि हुने। हामी चाहिँ बच्चाहरूलाई लोकल गेम्सहरू जस्तै कि हामी ढ्याकहरू पहिला खेल्थ्यौँ, चुङ्गी रबर ब्यान्डहरू खेल्थ्यौँ नि। अहिले बच्चाहरूलाई थाहा छैन नि त, अनि त्यही गेम्सहरू चाहिँ इन्ट्रोड्युस गराउँछौँ बच्चाहरूलाई। एज यु क्यान सी बच्चाहरू मस्त खेलिरहेछन्, इन्जोय गरिरहेछन्। यिनीहरू खेल्दाखेरि चाहिँ मलाई आफ्नो स्कुल डेजहरू याद आउँछ क्या। कति कुरा बच्चाहरूलाई देख्दा आफ्नो सबै कुरा रिकल हुन्छ कि होइन। अनि कस्तो अचम्म लाग्छ कि हाउ फास्ट टाइम फाइल्स भने जस्तै। लाइक इट्स बिन मोर देन 10 years के स्कुल पास गरेँ कि। एन्ड सिङ अल अफ देम सबै कुरा रिकल हुन्छ कि स्कुल टाइमको। सच अ गोल्डन टाइम भन्छु क्या म चाहिँ, सच अ गोल्डन टाइम। मस्त इन्जोय गरिरहेछन् बच्चाहरू, बोइजहरू गर्ल्सहरू सबैको डिफ्रेन्ट ग्रुप्स बनाएर चाहिँ हामीले खेलाइदिइरहेको थियौँ। अस्तिको पालि चाहिँ यिनीहरूलाई हामीले चुङ्गी रबर ब्यान्ड खेलाइदिएको थियौँ। त्यो बेला नि मस्त इन्जोय गरेको थियो। अनि आज चाहिँ ढ्याक खेलाइदिएको। अहिलेको बच्चाहरूलाई थाहा नै छैन क्या हामी 90s किडहरूले कति रमाइलो गर्थ्यो स्कुल डेजमा घरमा भनेर। यिनीहरू त जस्ट इन ग्याजेटमा मोबाइलमा ट्याबमा यिनीहरूको लाइफै सबै अनलाइन बेस्ड गेममा छ नि त अहिले धेरै एक्सपोजर छ बच्चाहरूलाई एज कम्पेयर टु अस होइन। and they have so much freedom plus they have so much exposure अनि धेरै कुरा लर्न गर्न सक्छ। स्टिल यो जेनेरेसन मलाई एकदम बोरिङ जेनेरेसन लाग्छ कि, एकदम हाइपर एक्टिभ। अनि लाइक नलेज त छ, स्टिल खै इम्प्लिमेन्ट गर्न नजाने हो कि। लाइक च्याट जिपिटी सबै चलाउँदा यिनीहरू एभ्रिथिङ सबै स्पुन फिडिङ भइरहेछ नि त बच्चाहरूको। अनि यस्तो गेम्सहरूमा इन्भल्भ भयो भने, आउटडोरमा इन्भल्भ भयो भने चाहिँ अलिकति क्रिएटिभिटी पनि बढ्छ जस्तो लाग्छ है मलाई चाहिँ। यिनीहरूको टाइमभन्दा हाम्रै टाइम एकदम प्रिसियस, एकदम रमाइलो लाग्छ सम्झ्दाखेरि। अहिलेको बच्चाहरू पनि दे आर भेरी स्मार्ट, दे आर भेरी नाइस होइन। बट स्टिल केही न केही कुरामा चाहिँ म हाम्रो टाइम एकदम मिस गर्छु कि। कति छिटो टाइम गयो आफ्नो टाइम पनि जस्तो लाग्छ स्कुल डेज सम्झ्दाखेरि। अस्ति जस्तो लाग्छ बट इट्स मोर देन 10 years होइन। अनि यस मिस हुन्छ यिनीहरूलाई देख्दा। आफ्नो टाइम फिर्ता आएको जस्तो पनि फिल हुन्छ बेलामा। यिनीहरूको एक्टिभिटिज देख्दाखेरि यिनीहरूलाई गाली गरे पनि स्टिल हामी पनि यस्तै थियौँ जस्तो लाग्छ कहिलेकाहीँ चाहिँ। अनि बच्चासँगै बच्चा हुने मौका त छोड्नु भएन नि त होइन। अनि हामी स्टुडेन्ट सँगसँगै हामी टिचर्सहरूले पनि अलिअलि इन्भल्भमेन्ट भइरहेको थियौँ गेममा, रमाइलो गरिरहेको थियौँ। एज यु क्यान सी यहाँ चाहिँ हाम्रो भगवती म्याम होइसन्छ। सी वाज अल्सो इन्जोइङ, सी वाज अल्सो ह्याभिङ सम मी टाइम गेम्समा। अनि यो चाहिँ ग्रेड 4 को स्टुडेन्ट्सहरू हो। अनि यहाँ हुनुहुन्छ हाम्रो जानुका म्याम पनि खेल्दै बसिन्थ्यो। मैले म्याम भिडियो बनाइदिन्छु एकचोटि खेल्छु नि फेरि भनेको थिएँ। अनि म पनि यहाँ कहाँ कम छु त, म नि खेल्दैछु यहाँ मस्त। कति खेल्थ्यौँ हामी बच्चा बेलामा, कति छिटो गयो त्यो टाइमहरू। कहाँ गयो त्यो टाइम, कति छिटो गयो टाइम। यसरी नै खेल्थ्यौँ हामी पनि खै। सम्झिने पानी छम्किने। गाइज यु स्टिल हेभ सो मच टाइम, सो इम्प्लिमेन्ट गर। इफ मेरो भिडियो हेरिरहेछौ भने you guys are wonderful, you guys have so much opportunity, you guys have so much exposure, so utilize it nicely. All the best wishes. This time will never come back. As you can see कति रमाइलो छ यिनीहरूलाई। मलाई यिनीहरूलाई हेर्दा अचम्म लाग्छ कि। एकछिन रिसाउँछन्, एकछिनमा खुसी हुन्छन्, एकछिनमा टिनेजर्स।
सो अब हाम्रो टाइम पनि सकिन आँटिसकेको थियो। आई डोन्ट नो कतिको यिनीहरूले याद गर्छ स्कुल डेजलाई। म चाहिँ यिनीहरूलाई हेरेर आफ्नो स्कुल डेज एकदम मिस गरिरहेको छु होइन। एन्ड यस अब सकिन आँटेको थियो टाइम। सो बच्चाहरू स्न्याक्सको लागि लाइन अप भइसकेको थियो। एन्ड अब यिनीहरूको गेम सक्यो। सी यू अन द नेक्स्ट वेडनेसडे फेरि लोकल गेम्सलाई लिएर चाहिँ। अनि हामी लाइक अलवेज त मोबाइल फोन युज गर्न पाइँदैन, त्यो युज गर्नु पनि हुँदैन, बट एक्टिभिटिजको लागि चाहिँ वी युज। सो द्याट्स इट फर टुडे एन्ड बाई।